राजा महाराजा सम्राट चक्रवर्तीहरूले राज्य चलाएको इतिहास लेखेको छ। इतिहास पढ्दा अधिकांश शासकमा देखिने चरित्र भनेको मै लाउँ मै खाउँ देखिन्छन्। त्यस बेलाका सबैझैँ शासकहरूले व्यक्तिगत स्वार्थको लागि नै आफूमा रहेको राजकीय शक्तिलाई जबरजस्त प्रयोग गरेर गएको देखिएको छ। सुन्दर स्त्री महिलाहरूसितको रसरङ रासलीलामा लिप्त हुनु, मदिराजन्य पेय पदार्थमा लट्ठिने, महँगा गरगहना र जवाहरातले सज्जी धज्जी बन्ने, प्रजाजनलाई पशु सरह काममा लगाउने, विलासित जीवन यापनको लागि आलिशान महल, मनोरञ्जन प्राप्तिको लागि थरीथरीका विशाल संरचनाहरू ठड्याउने लगायत आफू सम्राट चक्रवर्ती बन्नको लागि अर्काका स्वामित्वमा रहेको सार्वभौम राज्यहरूमा कब्जा गर्ने, आफू सर्वमान्य सर्वसम्पन्न अर्थात् सर्वाधिक सुखभोगका लागि यिनीहरूले कार्य गरेर गएको देखिएको छ। तर एउटा कुरो बिर्सेमा महाभुल हुन जानेछ। त्यो के हो भन्दा यी सबै सुख सुविधा प्राप्तिको लागि भने लडाईँ लड्न जाँदा स्वयं खुद आफै शरीक बन्छन् यिनीहरू। यो बखत भाला तरवार बाण बारुद आगोको मृत्यु भएको भयानक सामना भने अरू लडाकु सरह नै यिनीहरूले खुदै गर्ने गर्छन्। यतिखेर हात खुट्टा काटिने, शिर समेत काटिन पुग्थे, मृत्युवरण पनि गर्थे यिनीहरूले। यति साहसिक काम चाहिँ भने गर्दथे शासकहरूले। त्यसबेला यति गर्दा गर्दै पनि यिनीहरूले आफ्नो सिंहासन जोगाउन भने पाएनन्, सकेनन्। हेर्दैछौँ हामीहरूले जनता जनार्दन जब जब हक हित अधिकारको जानकार बन्छन् तब तब यिनीहरू सिंहासनबिन बन्न जान्छन् वा आफ्नो विरासत छाडी भागम भाग हुन्छन्। यही कारणले संसारबाट राजा महाराजाहरू लोपित बन्न बाध्य बनेका छन्। यो प्रक्रिया केवल राजा प्रजामा मात्र सीमित छैनन्। देवालय शिवालय धार्मिक क्षेत्रमा पनि समानै देखिएका छन्। देवदेवीलाई सिंहासनमा विराजित गराउने नगराउनेमा पनि हात चाहिँ भक्तजन वा जनतामै निहित रहने गर्दछ। भक्तजन वा नागरिक बिना न देवदेवी नै रहनेछ न राजा महाराजा नै, राष्ट्रपति प्रधानमन्त्री नेता नै। सिंहासनच्युत दुई किसिमले हुने गर्दछन्, विवेकशील सक्षम नागरिक र अविवेकशील र असक्षम नागरिकका अपरिपक्व मूर्खपन निर्णय सिंहासनविहीनका यी दुई मुख्य कारण हुन्। यो देवताविहीनको सिंहासन मखौँ गल्लीमा छन्। मखन टोल हनुमान ढोका परिसरको तारणी देवी मन्दिर सुक परिसरको पूर्वीय पर्खालको बाहिर पर्दछ। श्रेष्ठ थरका नेवा जातिका हुन् भन्छन्। यो खाली सिंहासनमा भगवान नारायणको मूर्ति रहेको सिंहासन हो भन्ने कुरा छेउछाउका स्थानीयले भन्ने गरेको सुनेको छु। राजा महाराजा विहीन सिंहासन चाहिँ यो सिंहासन पनि धेरै वर्षदेखि खाली छन्। शुभ, धन्यवाद।